एउटा हेटौडा भन्ने गाउँमा लगातार 3 दिनदेखि पानी परिरहेको थियो। त्यही गाउँमा एउटा घरमा रघु र उसको श्रीमती सीता मिलेर बस्थे। रघु, गाउँमा लगातार 3 दिनदेखि पानी परिरहेको छ। खेतहरू पनि डुबानमा परेका छन् र घरमा पनि अब थोरै मात्र पिठो बाँकी छ। के गर्ने? म आज पनि गाउँमा काम खोज्न गएको थिएँ, तर पुरै गाउँभरि कतै पनि काम पाइएन। आजको रात जसो तसो कटाउँ, भगवानले चाहे भने भोलि केही राम्रो हुनेछ। त्यतिकैमा ढोकामा कसैले ढकढकायो। रघु उठ्यो र ढोका खोल्यो। बाहिर एउटा बुढो मानिस पानीले पुरै भिजेको र चिसोले काँपिरहेका थिए। छोरा, सुन न, पानीले गर्दा बाटो बन्द रहेछ। म यो गाउँमा बस्ने ठाउँ नपाएर भौतारिँदै हिँडिरहेको छु। यदि एक रात बस्ने ठाउँ मिल्यो भने बिहान हुने बित्तिकै निस्किहाल्छु। रघुले केही क्षण सोच्यो। उसलाई याद आयो कि घरमा खानलाई केही थिएन, तर उसको अगाडि एउटा असहाय बुढा मान्छे उभिएका थिए र उसले भन्यो, आउनुहोस् बा, घर सानो छ तर तपाईँका लागि ठाउँ छ। बा मक्ख पर्दै भित्र छिरे। सीताले कुरो बुझिन् र चुलो बालिन्। पिठोको डब्बा खोल्दा त्यहाँ 2वटा रोटी बनाउन पुग्ने जति मात्र पिठो बाँकी थियो। उसले मनमा नै सोची, यदि यो बुढो बालाई खाना दियौं भने फेरि हाम्रो भागमा केही पनि बाँकी रहने छैन। रघुले कुरा बुझियो र भन्यो, हामी बरु भोकै सुतौँला, तर पाहुना चाहिँ भोकै सुत्नु हुँदैन। सीताले केही नभनी टाउको हल्लाइन्। उनले 2वटै रोटी बनाएर बाको अगाडि राखिदिन्। बाले सोधे, अनि तिमीहरूलाई खोइ त? रघुले उत्तर दियो, हामीले त अघि नै खाइसक्यौँ बा। सीताले चुपचाप नजर झुकाइन्। बाले दुवैलाई हेरे। उनीहरूले झुट बोलेको कुरा बाले तुरन्तै बुझ्नुभयो। बाहिर वर्षा झन ठुलो हुँदै गयो। तीनैजना माटोको दियोको मधुरो उज्यालोमा बसेका थिए। बाले सोध्नुभयो, छोरा, यदि मानिससँग धन छैन भने के ऊ गरिब हुन्छ? रघुले मुस्कुराउँदै भन्यो, होइन बा, साँचो गरिबी त त्यति बेला हुन्छ जब मानिसको मनबाट दया हराउँछ। बाले हल्का मुस्कान सहित रघुतर्फ हेर्नुभयो र भन्नुभयो, आज तिमीले मलाई ठुलो शिक्षा दियौ छोरा। केही समयपछि रघु र सीता भुइँमा चकटी बिछाएर सुते। बालाई खाटमा सुत्न दिए। राति रघुले बिस्तारै भन्यो, सीता, तिमीलाई भोक लागेको छ? सीताले उत्तर दिइन्, अलिकति त छ, तर मन पनि हल्का छ। कम्तीमा बा भोकै सुत्नु भएन। दुवैको कुरा बाले सुन्नु भएको थियो, तर केही भन्नु भएन। बिहान पानी रोकियो। चारैतिर भिजेको माटोको सुगन्ध फैलिएको थियो। सीता उठेर हेर्दै भनिन्, अरे, बा कहाँ जानुभयो? रघु पनि उठ्यो। खाट खाली थियो, ढोका खुला थियो। लाग्छ बा बिहानै निस्कनु भयो। त्यत्तिकैमा खाटमा एउटा सानो कपडाको थैलो देखियो। यो थैलो कसको होला? रघुले थैलो खोल्यो। भित्र केही पैसा र एउटा मोडिएको चिठी थियो। उसले बिस्तारै चिठी खोल्यो। त्यहाँ लेखिएको थियो, छोरा, यो दान होइन, यो त्यो मानिसप्रतिको सम्मान हो जसले आफ्नै भोक भन्दा पहिले अरूको भोक देख्यो। यी पैसाले आफ्नो जीवन सम्हाल, अनि जब तिमीसँग धेरै हुन्छ, कुनै अर्को आवश्यकतामा परेकालाई सहयोग गर। सीताको आँखाबाट आँसु झर्यो। रघुले भन्यो, संसारमा आज पनि यस्ता मानिसहरू छन्। सीताले मुस्कुराउँदै भनिन्, सायद भगवान यस्तै मानिसको रूपमा भेटिनुहुन्छ। त्यसै बेला गाउँभरि हलचल मच्चियो। अरे रघु, छिटो बाहिर आऊ, मुखियाले तिमीलाई बोलाउनु भएको छ। रघु र सीता हतारिँदै चौतारो पुगे। गाउँका धेरै मानिस त्यहाँ जम्मा भएका थिए। मुखियाले सोधे, रघु, हिजो राति तिम्रो घरमा एउटा वृद्ध मानिस बसेका थिए? हो मुखियाज्यू, वर्षामा फसेका थिए, त्यसैले हामीले रातभर बस्न दिएका थियौँ। एउटा गाउँलेले भन्यो, उही बा हाम्रो घर पनि आउनुभएको थियो, तर हामीले ठाउँ छैन भनेर फर्काइदियौँ। रघु र सीताले एकअर्कातर्फ हेरे। त्यत्तिकै गाउँमा एउटा जीप आएर रोकियो। त्यसबाट 2जना मानिस ओर्लिए। उनीहरूसँग उही बा पनि हुनुहुन्थ्यो, तर यसपटक उहाँ सफा र राम्रो लुगामा हुनुहुन्थ्यो। गाउँलेहरू अचम्ममा परे। अरे, यी त उही बा हुन् त? हो, म उही हुँ। मेरो नाम हरिदास हो।
म विभिन्न गाउँमा घुमेर मानिसहरूको मानवता र दयालु मनको परीक्षा लिन्छु। त्यसो भए तपाईँ साधारण यात्री हुनुहुन्थेन? होइन, हाम्रो संस्थाले हरेक वर्ष आफू कठिनाइमा भएर पनि अरूलाई सहयोग गर्न नछोड्ने परिवारहरूको खोजी गरेर सहयोग गर्छ। रघु र सीता केही बुझ्न सकेनन्। बाले सबैको अगाडि उनीहरूलाई बोलाउनुभयो। हिजो राति यी दुवैको घरमा खानाका लागि 2वटा रोटी मात्र थियो, तर पनि कुनै लोभ नगरी मलाई खुवाए। त्यसपछि बाले आफ्नो संस्थाको तर्फबाट रघुलाई खेतीका लागि बिउ, कृषि औजार र आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। रघुको आँखामा आँसु भरियो। बा, तपाईँले हाम्रो सहायता गर्नुभयो, धन्यवाद। तर म बाचा गर्छु। जब म सक्षम हुन्छु, म पनि कुनै आवश्यकतामा परेकाको सहारा बन्नेछु। बाले मुस्कुराउँदै उसको काँध थपथपाउनुभयो र भन्नुभयो, जससँग थोरै भएर पनि बाँड्ने मन हुन्छ, ऊ नै साँचो अर्थमा धनी हुन्छ। समय सधैँ एउटै रहँदैन। जुन रघुको घरमा कहिल्यै 2 छाक खान पनि मुस्किल थियो, आज उनीहरूको मेहनतले राम्रो फल दिन थालेको थियो। रघु खेतमा काम गरिरहेको थियो। सीता उनका लागि पानी लिएर आइन् र भनिन्। यसपालि त बाली निकै राम्रो देखिन्छ। रघुले मुस्कुराउँदै भन्यो, हो, तर यो केवल हाम्रो मेहनतको फल होइन, बाले हामीमाथि राख्नुभएको विश्वासको पनि परिणाम हो। त्यही साँझ फेरि ठूलो वर्षा सुरु भयो। रघु र सीता घर फर्कदै गर्दा बाटोमा एउटा गरिब केटा भेटियो। ऊ पुरै भिजेका थियो। उसले सोध्यो, दाई, पानीले गर्दा म यही गाउँमा अड्के। आजको रात बस्नका लागि कतै ठाउँ मिल्ला? रघुले एकछिन पनि नसोची मुस्कुराउँदै भन्यो, औ, हाम्रो घर सानो छ, तर मन सानो छैन। तिनैजना भिज्दै घर पुगे। सीताले भनिन्, अहिले भिजेका लुगा फेर। म अहिले नै तातो खाना बनाउँछु। गरिब केटाको आँखामा आँसु भरियो। भोलिपल्ट फेरि बिहान गाउँलेहरूले यो कुरा थाहा पाए। मुखियाले मुस्कुराउँदै भने, रघु, तिमीले आफ्नो घर मात्र होइन, पुरै गाउँको सोच परिवर्तन गरिदियो। त्यसपछि गाउँमा एउटा नियम बनाइयो। वर्षा, जाडो वा कुनै पनि विपत्तिमा कुनै पनि यात्रु वा व्यक्ति सहारा बिना छोडिने छैन।